बाजारमुखी जस्तो देखिरहेको गेडागोडी अठाएर त्यसो बेला जय माटो ल दाइ पनि माटोकै सपोर्ट होला पाकिसक्यो त्यही ल बवाल देखा दाइ कपाल साह्रै पातला होला है यहाँभन्दा कति बाक्लो चाहियो भाइ ठिकै होला यो ठिकको धेरै बाक्लो किन चाहियो यो तपाईँको कति वर्षको एक्सपिरियन्स छ मेरो मैले इङ्ग्लिस डेट भन्नुपर्दाखेरि 2014 देखि काम सुरु गरेको हो होइन हामी नेपाली डेटमा भन्नु नेपाली डेटमा त थाहा छैन भाइ मैले नेपालबाट सुरु गरेँ भनेदेखि म नेपाली डेट भन्थ्यो मैले यो इन्डियाबाट सुरु गरेँ इङ्ग्लिस डेट भने है फेरि त्यस्तो भनेपछि अनि फेरि अहिले हामी अब नेपाल बाहिर छौँ त्यही भएर इङ्ग्लिस डेट भनेको क्या दोब्रो भन्नु पर्ला मैले नि त्यसो भए अब होइन तपाईँ पार्टी चाहिँ कुन पार्टी हो म भैँसे पार्टी जोर पार्टी त होइन क्षेत्र पार्टी हो सिधा भनेको हर्क साम्पाङलाई सपोर्ट गर्छु म होइन किन भन्दाखेरि श्रम नै ठुलो हो अहिले पनि श्रम नै गरेर भएको छ नि त अहिले यो काम नगरेको भए म यहाँ बाँच्न सक्दैन थियो त्यही भएर श्रम नै ठुलो मानिन्छ अनि विशेष गरी अलि मेहनतिलो मान्छेहरूले चाहिँ श्रम संस्कृतिलाई मन पराउँछ है अलि अल्छी फटाइहरू अलि यता हुन्छ नि अलि कामचोरहरूले चाहिँ खासमा रासोपा भन्ने हो विशेष गरी भन्नु पर्दाखेरि घन्टा जस्तो दिमाग भएकोहरूले चाहिँ घन्टीलाई मन पराउने हो भनिदिएँ मैले ल भाइ भने अब यही भिडियोमा भनिदिनु भयो भनिदिएँ फेरि यहाँ विरोधको फेरि कमेन्टहरू आयो भने के भन्नुहुन्छ के उहाँहरूलाई स्वागत छ पाइयो विरोध गर्न पाइयो होइन विरोध गर्नु पनि पर्छ र काम पनि हेर्नु पर्यो नि कुन पार्टीले कस्तो गरेछ भनेर होला जय माटो ल भाउजू त अब के सोध्नु भाउजूलाई ल गाइस फाइनल लुक्स दाइ के चिन्नै गाह्रो भयो त अर्को भाउजू पटेला भन्ने पिर गाह्रो छ आज फेरि प्रोग्राम हो कि अब कन्सर्ट हो के विचार गर्नु क्या मखबर दाइ हेरे अब पालो मेरो ल है गाइस हामी चाहिँ कपाल काट्न सुरु गरिरहेछौँ अनि आज हाम्रो छुट्टी होइन गभर्मेन्ट होलिडे अघि नै भनिसक्यो त ए भनिसक्यौ अब पालो मेरो होइन म पनि दामी ह्यान्डसम बनाइदिनु त ल अर्को तरुनी फ्याट्टै 2-4 जना तरुनी र भोक्ला भयो ढलेर चाहिँ पिक्लिकै हो त्यो पाप काम चाहिँ नगरौँ भाइ हस्पिटल के एम्बुलेन्स बोलाउनु पर्यो ठाउँको ठाउँ त्यो पाप काम चाहिँ मबाट चाहिँ अक्सिजन लाउनु पर्यो ल त्यस्तो बनाउनु भने म तपाईँलाई एउटा छुट्टै उपहार दिन्छु है त कस्तो त्यस्तो मैले भने जस्तो केटीहरू ढल्नु पर्यो भक्लक फेरि गएर केटी भाटामा गएर तिम्रो अगाडि उभाउने अनि केटीलाई छिर्किने हानेर लडाउनु पर्यो मैले होइन ढल्नको लागि चाहिँ यो अनुहारले ढल्दैन र यो अनुहारले ढल्दैन र मलाई खासै पारा त मैले देखाएको छुइनँ भाइ आफ्नो दाइले यस्तो भनेपछि अब मेरो पनि 8 खस्कियो अलवेज वेल आँखा चाहिँ अलिक चिम्रो छ मेरो तर चिम्रो भए पनि सबै कुराहरू प्रष्टै देख्छु है म चिम्रो चाहिँ संसार अँध्यारो हुन्छ होइन अरू हाँदा संसार उज्यालो हुन्छ अरे तिमी र म हाँदाखेरि चाहिँ संसार अँध्यारो हुन्छ किनभने आँखा चिम्म भइहाल्छ दयाङ राईले भने जस्तो विल्सन बिग्रमले भन्छ नि सुँगुरको मासु चाहिँ खासमा खानलाई बनाओ अरे कि चट्टो माथि छाला बोसो होइन मासु हड्डी होइन अर्को ताकले हेर्दैछ ल अनि फाइनल लुक्स पनि देखाउँछौँ हामी है त हाम्रो फाइनल लुक मिस्टर राई प्रसाद यो त हात काटियो एकचोटि उ गरिदेऊ त सेरेको जस्तो अनुहार गरिदेऊ त ल गाइस हामीले चाहिँ रेडी गरिसक्यौँ बारबेक्युको लागि खोइ हात उठाउ न हौ खानालाई मात्र यो जुत्ता कुनै छैन रहेछ ल हामी चाहिँ लाग्यौँ अब कस्तो अहिलेदेखि भाट्न आउनु थाल्यो
मासु गोली हामी लाग्यो यारुनतिर पुरै गेडागोडी अठाएर पोका पट्याउरो टोलीहरू अगाडि गइसक्यो हामी चाहिँ अब जाँदैछौँ गएर यसो ठाउँ खोज्नु पऱ्यो होइन ठाउँ पो पाउने कि नपाउने त्यो चाहिँ मेन प्रब्लम हो होइन मैले त्यहाँ अर्डर गरेर राखेको छु भाइ हो कहिले अनलाइन बुक गरे हो अनलाइन बुक गरेको छु ए के तपाईँको गर्लफ्रेन्डहरू हेर्दै बस्नुहुन्छ ए मैले कान्छी बुढीलाई भनेको थियो यहाँको लोकल त्यहाँ राखिदेऊ है त्यहाँ भनेर अनि आज त खुब ह्यान्डसम देखेको छ यसको रात चाहिँ के हो त ए हिजो राति सपनामा मैले परीलाई भेटेको थिएँ कुन परीलाई जलपरी कि अप्सरा। स्वर्गको परी कि अप्सरा परी अनि त्यसको अलिअलि गुण सरे होला मलाई ल ठिक छ ल हामी अब त्यो होइन के यो त सिधै। खासमा बियर खाएर हो के बियर खाएर फेसमा चमक आएको यो क्रोएसियाको बियर होइन त अँ। अब ल सिधै हामी आगो फुकेपछि देखाउँछौँ ल हाम्रो टोलीहरूले चाहिँ तुते ठाउँ भेटिसकेका छन् होइन ठाउँ पनि फाइनल्ली भेट्यो अब हुन्छ बवाल रमाइलो के कसो हो दाजु बाबा हिरो देखिरहेको छ तपाईँलाई त आज कसम यार कति गोरो देखेको हो बाबा रे हो के हो यस्तो हेलो हेलो घर कता होला घर नेपाल चिने जस्तो लाग्यो त भाउजूलाई त साह्रै भोक लाग्यो क्या हो भाउजूलाई साह्रै भोक लाग्यो ल अब सुरु भयो आगोसागो बलो होइन टक्क यो खाएर पेट फुलाएर चाहिँ के अरे के विश्वदम साइलोको चार घरे माया नमारे साइलोमा चार घरे साइलो म चार घरे माया नमारे माया नमारे भन्ने गानामा जानुपर्छ त्यही भएर अलिक सानो सानो बलियो हुनु पऱ्यो अब आफू त सानो सानो मान्छे फेरि त्यो चेपचापमा च्यापिहाल्नु पनि सक्छन् होइन अब अवस्था यस्तो छ हेर्नु देख्नुहोस् खेल अब देखो न गाइस देखो न देख्नुहोस् खेल भाइ यो के हो भाइ यो यो चाहिँ कुखुराको लेग पिस लोकल हो लोकल जस्तै हो ए। भन्दा कम छैन हरायो भने डर छैन यो ए हे यस्तो हो होइन आहा यो त अनि रातो भएर पाकेर यता कता यस्तो गरेर लुच्नु त बहुत मजा आउँछ होला भाइ के कसो दाजु चस्मा लगाउनु भयो यार मैले त्यो त्यही भएर पो किन हो यो अलिक सबै चिज नराम्रो देख्छु भन्छु नि म चस्मा नलाएर रहेछ त ल यो त च्वाथे है यो चाहिँ ओ पुरा 3 पिस वाला हो 3 पिसवाला यहाँ हड्डी पनि हुनुहुन्छ विल्सन विक्रमले भने जस्तो हो क्या हो भाइ फुलसम विक्रम जस्तै यसरी चप्प खाँदा पनि बोसो झर्ने बोसोहरू मुखबाट झर्ने होइन यो आफैले पालेको जस्तै हो के भयो यो कामटालाई फेरि चिम्टा कि कामटा कोहीले चिम्टा भन्छ कोहीले कामटा भन्छ होइन अनि ए च्वाचेको के बन्दैन रे भाइ छालाको जुत्ता बन्दैन यो च्वाचेको बन्न त बन्छ तर जुतै खाइदियो नि मान्छेहरूले होइन अब च्वाचे किनेर खानुभन्दा अझ जुतै किनेर खान थाल्यो भने के हो तिम्रो कोइलाको खासै राप आएन चिन्ता नगर्ने एकछिन झरझर बलेर पानी हाल्नुपर्ने अवस्था नि आउन सक्छ यो बिस्तारै बल्दैछ अब यसको बोसो हल्का तप हुन्छ नि त्यसपछि सुरु हुन्छ झर बल्नलाई यो तिमीले यो यसमा चाहिँ खासमा इन्ग्रिडियन्ट चाहिँ के मिसाएको छौ यसमा अब यो मेडिन चाहिँ अर्को हो होइन तर मैले यो ल्याइदिएको मात्रै हो मैले भ्याइनँ उता होला नुन मसला अदुवा लसुन खोर्सानी होला यस्तै ल अहिलेको लागि यति अब हल्का रातो भएपछि देखाउनुपर्छ है त रातो भएपछि ल तपाईँहरू पनि आउनुहोस् हामीसँग जोइन हुनुहोस् हामी च्वाचे खानु मन छ भने खाएर पेटमा पुगिसकेपछि क्लोज गरिदिनु पाकिसक्यो त पाखेन दादा ल बवाल देखायो त हेर्नु न आमा के त जादु देखाइदिनु भयो त तपाईँले त पुरै पुरै विचार गर है म त मान्छे पनि यस्तै बनाइदिन्छु नि रियाल पो तुन्दा हाल्दा हौ मेरो एक पिस चाख्नु चाख्छ नि एक पिस ल सुँगुरको मासु जिन्दाबाद भन्नु पर्ला अझै होइन च्वाचे जिन्दाबाद च्वाचे जिन्दाबाद ल अब चाहिँ सुरु गरौँ है दाइलो सुरु गरौँ न ल एकदम
बबाल अब नमिठै भयो भने मिठो मानेर खाऊँ है बाबा जोनी दादाको खाने दाइको त खाने स्टाइलै छुट्टै छ कि जोनी दादाको ल बास सागै मिठो क्या ल भाउजू छिटो ल दाइ टेस्ट कस्तो भयो मजाला भाइ भैँसीको जस्तै हो घाँस खाएर भैँसी भन्नुभएको कि मासु भैँसी जस्तो भन्नुभयो यस्तो देखाउनु मिल्दैन क्या चिकन पनि आइसक्यो है चिकन पनि आइसक्यो वेटरजी चिकन कति हो कति पैसा हो एक पिसको यसको 8 युरो ल दाइ आउनु बिचरा दाइ खटेको देख्दा मलाई भित्रबाट खुस 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 लागेर आएको छ आजको माहौल चाहिँ निकै खतरै तरिकाले बनिसकेको छ होइन ठाउँ चाहिँ शीतल छ हावा पनि सरर चलिरहेछ हाम्रो भनेको 5 जना ग्रुप छौँ जस विदेशतिर चाहिँ यस्तो यस्तो पिकनिक स्पोटहरू खाने खेल्ने ठाउँ राखिदिएको हुन्छ एकदम यो चाहिँ बबा लाग्छ यो सिस्टम चाहिँ मलाई पनि पिकनिक स्पोटहरू छ होइन ठाउँ ठाउँमा त्यहाँतिर पनि मान्छेहरू बसिरहेको देख्न सकिन्छ भने यस्तो यस्तो खेल्ने ठाउँहरू पनि छ अनि वासरुम टोयलेटहरू पनि यस्तो छ धारा पनि यसरी व्यवस्था गरिदिएको हुन्छ भने एकदम सजिलो हुन्छ पिकनिक बस्नुलाई यसरी बारबेक्यु गरेर बस्नुलाई यसो छुट्टी हुँदाखेरि फ्यामिली ग्रुपहरू आउनलाई एकदम रमाइलो दाइ कस्तो भइरहेछ बबाल छ भाइ बबाल यार बबाल मजा आयो ल धेरै धेरै धन्यवाद त्यति भनिदिनु भयो बबाल छ बबाल भाइहरूले लिएर खुवाएको छ दाइहरूलाई त्यस्तो होइन हामी यसो एउटा भेटघाट गर्ने बाहना हो होइन खतरा भएको छ भेटघाट गर्नु त बाहना हो तर खाने चाहिँ चाहना हो यहाँ भलिबल अझै ठटाउनु पर्छ फेरि एकछिनमा मासु भने चाहिँ फेरि ज्यान जाला मासु छोडिँदा के मासु खानुपर्छ दाइ थोरा थोरा गर्मी भए पनि हल्का हल्का पसिना आइराखेको अवस्था त्यही पनि बबाल रमाइलो इन्जोय भइरहेछ सबै आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो तालले इन्जोय गर्दैछन् म भने चाहिँ यता मासु पोल्नमा व्यस्त छु मासु अझै धेरै नै बाँकी छ धेरै खाइसक्यो होइन यहाँ अझै मासु छ केही छैन यसलाई पनि बिस्तारै व्यवस्था गर्ने छौँ यसलाई चाहिँ आज भ्याएरै जाने विचार छ फेरि आज भनेको चाहिँ फेरि विश्वदोङ गायक आउँदै हुनुहुन्छ क्रोसियाको जागिरमा फेरि त्यहाँ पनि हामी जानेछौँ सायद कति बजे थाहा छैन हामी सोध्छु म साथीहरूलाई त्यहाँ पनि जान्छौँ हामी के खेल अरे खाने खेल अरे के गरेको यो 1 2 3 go 1 2 3 go stop. No. कुद्न जानु पर्यो ल फेरि भडो फेरि ल अनि हाँस्नु चाहिँ किन Yellow. Stop. Stop. Pagal. 1 go Not the time